नमस्ते पेरेन्ट्स, दिस इज डक्टर दिपा, यो पिडियाट्रिसियन। आजको ओपिडीमा चाहिँ एकजना पेरेन्ट्स आफ्नो बच्चाले राति सुत्ने बेला चाहिँ यो दाँत चपाउँछ के भयो, मैले जुकाको औषधि पनि खाइसकेँ भनेर लिएर आउनुभएको थियो है। धेरै जस्तो बिलिफ चाहिँ के रहेछ भन्दाखेरि यो दाँत चपायो भनेदेखि चाहिँ पेटमा केही गडबड छ, अब जुकाको औषधि दिनु पऱ्यो भनेर जुकाको औषधि दिने चलन रहेछ। मैले अरू पनि पेरेन्ट्सहरूबाट यो सुनिरहेको थिएँ है त। अब यस्तो खास यसलाई चाहिँ हामी ब्रक्सिजम भन्छ। इट इज भेरी कमन। यो 3 देखि 6 वर्षको बच्चाहरूले चाहिँ यो दाँत चपाउने ग्राइन्ड गर्ने गरिरहेको हुन्छ। यसको कारण भनेको चाहिँ अब एउटा चाहिँ यदि बच्चाको कहिले कहिले यही अब गिजाहरूमा केही समस्या छ, मिसअलाइन तितहरू छ, कहिले कहिले नयाँ दाँतहरू आउने छ होइन, त्यस्तो भयो भने हुन्छ। अर्को चाहिँ इफ स्ट्रेस एन्जाइटी होइन त्यस्तो छ बच्चालाई, अब सुत्ने बेला कोही कोहीलाई चाहिँ यो टन्सिलहरू कि त एडिनोइड हाइपरट्रोफी भन्ने हुन्छ, जसले गर्दाखेरि उनीहरू घुर्ने दाँत चपाउने गरिरहेको हुन्छ है त। त्यो भयो भनेदेखि चाहिँ कोही कोही बच्चाहरूले यस्तो गर्न सक्छन्। होइन भनेदेखि चाहिँ यदि यस्तो इस्युज केही पनि छैन र बच्चाहरूले तित ग्राइन्ड गर्छ भनेदेखि इट इज युजली कमन एन्ड हार्मलेस, आत्तिनु पर्दैन। त्यसैले द मेन कुरा भनेको के हो त, वी निड टु असेस द प्रब्लम हेरेर सल्भ गर्न सक्ने रहेछ भने सल्भ गर्नु, अदरवाइज नो निड टु प्यानिक। थ्याङ्क यू।